हेलो हेलो गाइज, आज चाहिँ हामी साग रोप्न जाँदैछौँ। त्यसैले सागको बेर्नाबाट चाहिँ बिउ छानेको, बिउ छान्दै गीत सुनेर थिएँ। सागको बिउ छान्न अनि मोबाइल हेर्नुपर्छ भन्दै हुनुहुन्थ्यो दिदीले, अनि हेर्छु त भनेको मैले चाहिँ। त्यस पछाडि बिउ छानिसकेपछि चाहिँ अब हामी जान्छौँ। कुट्रो लगेर साग रोप्न जाँदैछु। अब त्यहाँ चाहिँ चाउचाउ ल्याउनु जानुभयो। आज ठिकै अपोजिट भयो कि यहाँको मेरो ड्रेस अप यहाँले, यहाँको ड्रेस अप चाहिँ कुर्ता। त्यही हुनुहुन्छ म चाहिँ पानी हाल्नको लागि बाल्टी लिएर उपस्थित भएँ। बाल्टीको हालत देख्न सक्नुहुन्छ गाइज। बाल्टीलाई घुमाउँदै फेरि देखाउँदै चटक पारेँ। त्यसपछि चिजबल खान्छु भनेर चिजबल खाएँ। अनि त्यसपछि ला मैले त बाटो बिर्सेँ क्या भनेको। दिदीले चाहिँ अर्का घरतिर लाग्नेछै भन्नुभयो। दिदीलाई पनि यस्तो खुवाउनै पऱ्यो, खुवाइदिएँ। म चाहिँ नभएको गफ मार्दै अगाडि हिँडिरहेको थिएँ। अनि तपाईँलाई पनि ब्याक क्यामेरा समात्न सिकाउँछु भनेर सिकाइदिएको। त्यस पछाडि अलि माया गरे जस्तै गर्नै पर्यो। अब चाहिँ हामी खेतमा पुग्छौँ। अनि म चाहिँ मेरो कामतिर व्यस्त, दिदी चाहिँ एकछिन यसो पढ्दै हुनुहुँदो रहेछ। पढ्दै लेख्दै गर्दै हुनुहुन्थ्यो। म चाहिँ मरिमरि खनिरहेको थिएँ। अनि यहाँ हुनुहुन्छ, मैले यति खेत बनाउने बेलासम्म बस्नुभयो। पढेँ भन्नुहुन्छ। अब यसमा पानी लिएर आउँछु अनि साग रोप्छु। म उता गएर दिदीलाई देखाउँछु। छिटो आऊ त, यहाँ देखेर छिटो निस्क्यौ। जाँदैछु, उता मान्छेहरू पढिरहन्। उता चाहिँ होस्टेल हो अनि पढ्छन् केटाहरू। अहिले चाहिँ एकजना उता यहाँ छ कि त्यो साइड, त्यहाँ चाउचाउ खाए। दुई टाल सबै ल्याउने के खाना आएको र तपाईँ? ल म चाहिँ अब पानी भर्नतिर लागेँ। दिदीले चाहिँ गाइज यो चाहिँ खाने पानी भन्दै हुनुहुन्थ्यो। खाने पानी चाहिँ होइन ल, यो चाहिँ फोहोर थियो सागमा हाल्नको लागि भएर चाहिँ हामीले त्यहीबाट ल्याएको। त्यसपछि म चाहिँ साग रोपेँ। मैले चाहिँ यति गरेर भए पनि आफ्नो बुढालाई पाल्न सक्छु भनेर गफ मार्दै थिएँ। अनि त्यस पछाडि पानी सानी हालेँ। यो चाहिँ फाइनल मैले लगाएको साग। ल अब हामी चाहिँ घरतिर फर्केको। पढ्ने भनेर किताब लथ्यौँ तर नपढेर फर्क्यौँ। र अप्सरा जस्तो दिदी चाहिँ कस्तो हुनुहुन्छ गाइज कमेन्ट गर्नु होला। खास गरी धेरै बेर पढेर अब जाने भनेर बुकसुक यस्तो बोकेर आएको थियौँ र साग रोपेर चिलाएर घरतिर हिँडेको चल्देको घरतिर। फुलको बगैँचामा हजारौँ फुल भएर के भयो त? मनले चाहने भनेकै एउटा फुल मात्र हो।